गुड मर्निङ साथीहरू। आज म तपाईँहरूलाई मेरो घरको अर्ग्यानिक चिजहरू देखाउँदैछु। यो चाहिँ हाम्रो काँक्रा चाहिँ सानो सानो फलेको छ है, ठुल्ठुलो छैन। लोकल काँक्रो भनेर रोपेको सानो सानो फलेको छ। यता चाहिँ घिराउला करेला, यहाँ चाहिँ एउटा घिराउला फलेको छ। यो चाहिँ हाम्रो दुईवटा माओभैँसी, दुईटै दुधुनी हो। यो चाहिँ यिनीहरूको बच्चा दुईटा, एउटा यो तलको पहाडी हो भने माथिको पहाड हो। घाँस खाँदैछ। यता चाहिँ तपाईँहरूलाई म देखाउन जाँदैछु। यहाँ चाहिँ हाम्रो बाख्रा बान्ने ठाउँ। यो चाहिँ दुईटा खसी, यिनीहरू चाहिँ मस्त घाँस खाँदैछ। खसीहरू नि राम्रो छ। 8 महिनाको भयो। गेस गर्नु होला कति केजीको छ होला। यतापट्टि यो चाहिँ अलिकति सानो छ भने त्यो चाहिँ अलिकति ठुलो छ। यताको भाइ हो, उताको दाइ हो, दुईटै जुम्लिया हो। खाना चाहिँ मजाले खान्छ है। घाँस चाहिँ मजाले राम्रो खान्छ। खसीहरू नि मोटो मोटो छ। यता चाहिँ यसको आमा छ, माउ। त्यो चाहिँ हाम्रो कुल मन्दिर।